नमस्ते, गुड मर्निङ। म कलमबहादुर थापा। दिनसँग बोलचाल नगरी समयबाट लुकामारी गर्दै काभ्रे प्लान्चोक जिल्ला पनौती नगरपालिका वडा नम्बर 6 पनौती बजारको पिठ्युमा थकान मेटाइरहेको छु। 13वटा स्थानीय तहको भारी बोकेको काभ्रे जिल्ला पनौती नगरपालिकाको प्रकृतिलाई थकाई मोबाइलको क्यामेरालाई थाहै नदिई एउटा भिडियो यही मोबाइल मार्फत हजुरहरूको हातमा पुर्याउने अनुमति माग्दछु। यो हराभरा र सुन्दर बस्तीमा आइपुग्दा यहाँका खेत बारीले भरिभराउ तरकारी, यसमा पनि आलु फलाएको देख्दा खुसी लाग्यो र यतैबाट एउटा भिडियो मोबाइलको क्यामेरामा बामे सर्न थाल्यो। क्षितिज पारीबाट भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक र छिमेकी जिल्लाहरूले रुमाल हल्लाउँदै इसारा दिई बोलाउन पछि पर्दैथे। सङ्घीय राजधानी काठमाडौँमा पहिलो पाइला टेक्ने बित्तिकै स्वदेशी पर्यटक साथै प्रदेशीहरूको मिष्टान्न भोजन यहाँको आलु जुनसुकै परिकारमा बन्न राजी देखिन्छ। भोकको पहिलो गाँसमा मुखमा पुग्ने आलु स्वादमा खुबै घुल्न खोज्छ। तरकारीको भकारी मानिने स्थलको पुरै अवलोकन गर्न नसके पनि बटुवा झैँ बाटोमा क्यामेराले आँखा डुलाइरहे। पनौतीको शिरतिर उभिएको इन्द्रावती सामुदायिक वन वसन्त ऋतुसँगै नयाँ मुनाको जन्मदिन र पुराना पातलाई विदाई गर्न व्यस्त देखिने प्रकृति, साथमा उपहार स्वरूप पुच्छरमा रहेका बस्तीहरूलाई निःशुल्क स्वच्छ अक्सिजन, घाँस, दाउरा, स्याउला र साथमा पानी आफ्नो बाटो आफै बनाउँदै घर घरमा तिर्खा सोध्न आइपुग्दो रहेछ। कोइली चरीको सुमधुर आवाजले मनको मैलो धोइ पखाली सफा बनाइदिन्छ। प्रकृतिको जग पर्यटकको आँखामा कैद भई उभिएको पनौती नगरपालिकालाई थप उज्जवल भविष्यको कामना व्यक्त गर्न चाहन्छु। कस्तो लाग्यो हजुरलाई इलाका पनौती? कस्तो लाग्यो हजुरलाई इलाका पनौती? म पनि दिलै खोली केही कुरा भनौँ कि? तलतिर आलु फल्छन्, पारी फल्छन् च्याउ। तलतिर आलु फल्छन्, पारी फल्छन् च्याउ। आत्मादेखि दर्शन गर्छु यति राम्रो ठाउँ। आत्मादेखि दर्शन गर्छु यति राम्रो ठाउँ। साथी, भिडियोहरू कस्तो लाग्यो? जस्ताको तस्तै तलको मेसेज बक्समा आई प्रतिक्रिया दिन नभुल्नुहोला। साथै मन परेमा सेयर, लाइक र सब्सक्राइब गर्न पनि नभुल्नुहोला। हस्त, धन्यवाद।